तपाईको बाजे 70 वर्षको पुग्नुभयो होइन। 30 वर्षदेखि उहाँ एउटै पार्टीमा हुनुहुन्छ, क्याम्पेनमा, डोनेसनमा, आर्गुमेन्टमा सबैतिर चाहिँ उहाँले आफ्नो समय दिनुभयो, देश र समाज भनेर नै हिँड्नुभयो होइन। तर उहाँले त्यसरी हिँडिराख्दाखेरि उहाँको समाजले चाहिँ के पायो त नि? गाउँमा सडक छैन, हस्पिटल छैन, स्कुलहरू जीर्ण अवस्थामा छ। यस्तोमा अब तपाईले यत्रो वर्ष राजनीतिमा आएर के गर्नुभयो त? तपाईको पार्टीले के गर्यो त भन्यो भने मान्छेहरू के गर्छन्, तात्तिन्छन्। के भने श्रेय तैँले मेरो यत्रो चाहिँ इतिहास बोकेर आएको चिजलाई चाहिँ गाली गर्ने, मेरो आफ्नो चाहिँ यतिका वर्ष बिसके मैले ब्याज खानुपर्ने बेलामा तैँले मलाई छोड भन्ने भनेर कराउँछन्, उल्टै हप्के धप्के। अझ उनीहरूले के भन्छन् भन्दा मेरो यत्रो मेहनत परिसकेको छ, अब हेर्न अब नयाँ पटक त राम्रो हुन्छ भन्छन्। हामीलाई पनि उल्टो त्यही पार्टीमा भोट हाल्नुपर्छ भनेर ठिक बनाउँछन् मानसिक तौर पर। अनि इलेक्सन आउँछ, हामी त्यही मान्छेलाई भोट हालिदिन्छौँ, सेम पार्टीले जित्छ, सेम रिजल्ट आउँछ, के हुन्छ परिवर्तन शून्य। यो मैले यत्रो इन्भेस्टमेन्ट गरिसकेँ, अब ब्याज खाने बेलामा कहाँ छाड्नु भन्ने मानसिकता। पास्टमा दिएको चिजले फ्युचरको डिसिजनलाई बन्दी बनाएको अवस्था, लोयालिटीको भ्रम दिने एउटा दिमागको जाल। जे गइसकेको छ नि त्यो फिर्ता आउँदैन, चाहे त्यो पैसा होस्, चाहे त्यो टाइम होस्, चाहे त्यो इमोसन होस्, चाहे त्यो इफोर्ट होस्, केही पनि फिर्ता आउँदैन। पास्टलाई इग्नोर गर्ने र फ्युचरको लागि के बेस्ट हुन्छ त्यही कुरालाई चाहिँ रोज्नु नै ठिक हुन्छ, समाजको लागि पनि मान्छेको लागि पनि। यति समय दिइसकेँ, उति समय दिइसकेँ, अब छाड्न मिल्दैन भन्ने सोचाइ पक्कै पनि ठिक सोचाइ चाहिँ हो। हिजोको लस रिकभरी गर्न नयाँ तरिकाले काम गर्नुपर्छ, लजिकलाई अघि लगाउनुपर्छ। त्यसको लागि एउटा इक्जाम्पल हेरौँ है। फलानो नामको मुभी टिकट किन्नुभयो मानौँ होइन, टिकटलाई 500 रुपियाँ पर्यो। अब फिल्म रहेछ के एकदमै बोरिङ वाला है। अब यस्तोमा दिमागले के भन्छ, पैसा तिरिसकेँ बस्नुपर्छ नै भन्छ नि त होइन। तर रियालिटी के हो भने 500 रुपियाँ त गइ नै सक्यो नि तपाईँको होइन। अब बस्दा पनि नबस्दा पनि टाइम त तपाईँको खासै राम्रो हुने होइन, वेस्ट नै हुने हो, चित्तै नबुझ्ने हो तपाईँलाई। अब कुरा गरौँ पोलिटिक्समा है त, यो कुरा किन डेन्जरस छ त? केही इक्जाम्पलबाट नै बुझ्ने कोसिस गरौँ है त। नेपालमा चाहिँ नि लाइफ लङ पार्टी लोयालिटी चाहिँ के छ, धेरै छ क्या। 40 वर्षसम्म एउटै पार्टीमा आस्था राखियो भनेर फुर्ती लगाउँछन्, तर डेभलपमेन्ट चाहिँ के भयो त नि? खासै केही छैन। करप्सन के देखियो त नि? ज्यादा देखियो। यस्तो अवस्थामा भोटरले 40 वर्ष दिइसके छाडे भने म नै गलत ठहरिन्छु, समाजमा मान्छेहरूले के पो भन्छन् होइन। यस्तै सोचेर आफ्नो मनलाई चाहिँ बदल्दैनन्, पार्टीलाई छाड्न सक्दैन। अर्को एउटा इक्जाम्पल हेरौँ है त। वडामा हाम्रै मान्छे वडा अध्यक्ष छन् मानौँ होइन, तपाईँ हाम्रै मान्छे, तिनको पर्फर्मेन्स चाहिँ के छ, 0 छ। तर पनि भोट हामी उनीलाई दिइरहनु परेको छ। किन? सुरुदेखि नै उनलाई सपोर्ट गरेको। अब चेन्ज गर्नको लागि त अप्ठ्यारो छ, लोकले कुरा काटिदिन्छन् होइन, 4 लोकले के भनिदिन्छन् होइन, रेपुटेसन खेर जान्छ। तपाईले आफ्नो रेपुटेसन जोगाउँदाखेरि चाहिँ ओडाले 5 वर्ष चाहिँ नि दुःख खेप्नु पर्यो होइन। तपाईले आजको दिनमा पनि आफ्नो मान्छेलाई भनेर भोट माग्ने या हाल्ने गर्दाखेरि राज्यले फेरि अर्को वर्ष चाहिँ अर्का केही वर्ष चाहिँ नि खेर फाल्नु पर्ने हुन्छ। अर्को पनि एउटा इक्जाम्पल हेरौँ है त। नेसनल प्रोजेक्टको लागि चाहिँ 300 करोड खर्च भयो होइन। एक्सपर्टहरूले चाहिँ यो कामलाई रोक्नुस् भने, तर गभर्नमेन्टले यतिको लगानी भइसक्यो, कम्प्लिट गर्नुपर्छ भनेर लगानी गर्यो होइन। रिजल्ट के आयो भन्नुहुन्छ भने 1500 करोड त खेर गयो नि त। प्रोजेक्ट के भयो, अपुरो भयो, अधुरो भयो। 300 करोडको माया लागेर काम गर्दा 1200 करोड के भयो हजुरको, खेर। लस एभर्जन र ओनरसिपका कारण नि हामी त्यहाँ मेरो इन्भेस्टमेन्ट छ, गुमाउन मिल्दैन भन्ने सोच्दा रहेछौँ क्या। कग्निटिभ डिसोनेन्सले पनि महत्त्वपूर्ण भूमिका खेलिदिने रहेछ यहाँ। म इन्टलेक्ट हुँ, गलत हुन सक्दिनँ भनेर जस्टिफाई गर्ने चाहिँ हामीलाई बनाइदिँदो रहेछ। यस्तोमा देखाउनकै लागि भए पनि काम गर्नुपर्ने चाहिँ के हुँदो रहेछ, अवस्था आउँदो रहेछ। आइडेन्टिटी फ्युजन पनि यहाँ चाहिँ अर्को घटकको रूपमा देखिन्छ होइन। पार्टी भनेकै मै हो, मैले छाड्नु भनेको त सेल्फ अट्याक गर्नु हो भन्ने सोचाइले पनि समस्या चाहिँ बनाइदिरहेको देखिन्छ होइन। सोसल कस्टका कारण पनि बोलिसकियो, अब जेसुकै होस् पुरा त गरौँ न भन्नेमा हामी पुगिरहेको हुने रहेछौँ होइन। त्यस कारणले के हुने रहेछ, श्रम, शक्ति, ऊर्जा सबै खेर जाने रहेछ। यी सबै अवस्था मिलेर एउटा सोलिड आइरन ट्र्याप बनाइदिने रहेछ क्या। अनि हामी गल्ती नै नभए पनि त्यत्रो लगानी मेहनत परिसक्यो, कहाँ छोड्नु यस्तै भन्ने अवस्थामा पुग्दो रहेछ। यो अवस्थाबाट कसरी बाहिर निक्लिन सकिन्छ होला त?
कुरा गरौँ है त। केही अभ्यास सेयर गर्ने कोसिस गर्छु। पहिला चाहिँ जिरो बेस्ड क्वेसन्सका आधारमा चाहिँ निर्णय लिनु पर्यो क्या। जिरो बेस्ड थिङ्किङलाई लागू गर्नु। पहिला चाहिँ आफू आज कहाँनिर छु, वर्तमान अवस्था के हो त्यो थाहा पाउनु पर्यो होइन। के कुराले काम गरिरहेको छ, के कुराले काम गरिरहेको छैन भनेर हामीलाई ज्ञान होइन। अनि आफूलाई यो क्रिटिकल क्वेसन्स पनि तपाईँहरूले के गर्नु पर्यो, सोध्नु पर्यो। यदि मैले पास्टमा त्यो डिसिजन नै नगरेको भए आज म के रोज्थेँ भनेर पनि सोच्नु पर्यो, खोज्नु पर्यो। म आज पनि त्यो डिसिजन लिन्थेँ कि लिँदैन थिएँ भनेर तपाईँले विचार गर्नु पर्यो होइन। त्यही कुरा रोज्थेँ कि रोज्दैन थिएँ भनेर सोच्नु पर्यो। यदि एन्सर चाहिँ म रोज्थेँ भन्ने थियो भने त्यसलाई कन्टिन्यू गर्नु सक्नुहुन्छ, गर्नुहोस्। यदि एन्सर चाहिँ होइन, मैले अलि विचार पुर्याउनु पर्थ्यो भन्ने लाग्छ भने डिसिजन पास्ट इन्भेस्टमेन्टले मात्रै होल्ड गरिरहेको छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ है त। अर्को उपाय चाहिँ के हो भन्नुहुन्छ नि, अपर्च्युनिटी कस्टलाई हामीले चाहिँ विचार गर्नु पर्यो क्या। यो काम कन्टिन्यू गर्दा 5 वर्षपछि के हुन्छ होइन, चेन्ज गर्दा 5 वर्षपछि के हुन्छ, फ्युचर चाहिँ कम्पेयर गरेर हेर्नु पर्यो क्या है। त्यसो कुरा भनेको चाहिँ नि थ्रेसहोल्ड रुललाई चाहिँ नि अपनाउनु पर्यो। पहिला नै तपाईँले के गर्नु पर्यो, रुल बनाउनु पर्यो। यो लिमिटमा पुग्यो भने म एक्जिट हुन्छु भनेर सोच्नु पर्यो। उदाहरणका लागि भनौँ है त, नेताले बोलेको कामको 70% काम पुरा गरेन भने सुनकै डल्ला भए पनि तिनलाई चाहिँ नि भोट नदिने भनेर तपाईँले आफूले भन्नु पर्यो र त्यो गर्नु पर्यो होइन। चौथो काम चाहिँ के गर्न सक्छौँ भन्नुहुन्छ भने रिफ्रेम गर्न सक्छौँ यस्तोमा होइन। जे हुनु त भइसक्यो नि त होइन, त्यो लर्निङ इन्भेस्टमेन्ट थियो भनेर सोच्ने, चित्त बुझाउने होइन। सिकेको कुराले चाहिँ दिमागलाई के गर्ने, रिफ्रेम गर्ने होइन, यो गर्न सक्छौँ। अर्को कुरा चाहिँ के गर्न सक्छौँ भन्नुहुन्छ भने 10-10-10 रुललाई प्रयोग गर्न सक्छौँ। कुनै पनि कुरा झ्याप्पै सुन्दाखेरि चाहिँ 10 मिनट हामीलाई एकदमै अनकम्फर्टेबल महसुस हुन सक्छ होइन। 10 महिना पछाडि चाहिँ त्यो आफै के हुन थाल्छ भन्नुहुन्छ भने आफै त्यो बिस्तारै एडजस्ट हुन थाल्छ होइन। 10 वर्ष पछाडि चाहिँ त्यो गर्व गर्न लागेकै अवस्थामा पुगिदिन्छ क्या होइन। हामीले भोट हाल्दा लङ टर्म विन चुज गर्नु पर्यो क्या। इन्भेस्टमेन्ट भइसकेको छ भनेर घाटा भइरहेको ठाउँमा झन् धेरै लगानी चाहिँ बढाउनु भएन। यति आइसकेँ, अब त के छोड्नु के फेरिनु भनेर सोच्नुहुन्छ भने त्यो गलत तर्क हो, बेकारको लजिक हो। ती सबै कुरालाई छाडेर भाग्नुहोस् भन्न खोजिरहेको होइन, जानिसकेपछि गल्तीलाई रोक्नुहोस् मात्रै भन्न खोजेको हो। 4 कदम अघि बढ्न 2 कदम पछि सर्दैमा सानो हुँदैन होला। यो त झन् स्मार्ट मुभ चाहिँ हुन्छ होला होइन। हामी सबैलाई थाहा छ पास्ट त फिर्ता आउँदैन नै होइन, तर फ्युचर सबैको लागि के हुन्छ जो खुला हुन्छ। गलतमा लोयल हुनु भनेको नि कुनै गुणवत्ताको कुरा होइन, यो पनि एक किसिमको भ्रष्टाचारै हो, एक किसिमको अपराधै हो। राइटतिर सिफ्ट हुन चाहिँ के चाहिन्छ, रियल करेज चाहिन्छ र त्यो करेज तपाईँसँग छ जस्तो म महसुस गर्छु।